यो बिरालो चाहिँ मेरो रुमको अगाडि बस्छ जहिले हैन यस्तो क्युट छ क्या कति मोटो छ आइज यहाँ आइज नेपालको बिरालो र यहाँको बिरालोमा फरक हुँदो रहेछ क्या अब के फरक हुँदो रहेछ भन्दाखेरि हैन मैले चाहिँ यसलाई कतिचोटि ल्याएर मासु पनि दिएँ खाना पनि दिएँ कहिले पनि खाँदैन क्या हैन केही पनि खाँदैन क्या कहिले खाँदैन क्या यसले हैन हेरौँ त आम्मामा अनि यसले चाहिँ के खाँदो रहेछ भन्दाखेरि यसलाई चाहिँ जापानिजहरूले के दिँदो रहेछ भन्दाखेरि त्यो एउटा बिरालोले खाने उ हुन्छ क्या ल भाग्छस् जापानिजहरूले यसलाई के दिँदो रहेछ भने दुध र त्यो एउटा हाल्ने बिरालोले खाने पाउँछ क्या किनेर त्यो खाँदो रहेछ यसले त अस्ति एउटा जापानिज बुढोले भन्दै थियो मलाई अनि त्यो मात्रै खान्छ भनेर अनि दुधमा त्यो हालेर खाँदा चाहिँ भात नखाने यस्तो यार सायद यिनीहरूलाई नि किनेर खुवाउनु पर्ने क्या जापानमा चाहिँ